बुटवलको साङ्ग्रिला पथमा रहेको बुटवल रारा मसला उद्योगमा बिहिबार घरेलु तथा साना उद्योग कार्यालय भैरवाबाट अनुगमन गरिएको छ। उद्योगबाट निस्कने धुलो र धुवाका कारण स्थानीयले स्वास्थ्य समस्या भएको गुनासो गरेसँगै कार्यालयबाट स्थलगत अनुगमन गरी पीडित पक्ष र उद्योगी बीचमा 6 बुँदे सम्झौता गरिएको हो। अनुगमनपछि उद्योगबाट निस्कने मसलाको खार र ध्वनि प्रदूषण नियन्त्रण गर्ने छरछिमेकी टोलवासीको भनाइ अनुसार आगामी 1 वर्षभित्र उद्योग स्थानान्तरण गर्ने, स्थानीयहरूको माग तत्काल खार र ध्वनि भाइब्रेसन नियन्त्रण गरेर मात्र उद्योग सञ्चालन गर्ने, उद्योगको आइई प्रतिवेदन गरिएको छ छैन यकिन गर्ने र सोको प्रतिलिपि घरेलु कार्यालयलाई उपलब्ध गराउने, उद्योगी र प्रभावित स्थानीयहरूको 5-5 जना प्रतिनिधिलाई कार्यालयमा बोलाई तत्काल छलफल गरी टोलवासीको माग सम्बोधन गर्ने र उद्योग सञ्चालन सम्बन्धी सम्पूर्ण कागजातहरू कार्यालयमा उपलब्ध गराउने जस्ता 6 वटा निर्णयमा दुई पक्षलाई हस्ताक्षर गराइएको छ। अनुगमनका क्रममा टोलीले उद्योगको मेसिन चलाएर प्रदूषण भाइब्रेसनको अवस्थाबारे प्रत्यक्ष निरीक्षण पश्चात स्थानीय र उद्योगी बीचमा छलफल गरिएको थियो। घरेलु तथा साना उद्योग कार्यालय रूपन्देहीका उद्योग अधिकृत लक्ष्मी प्रसाद दाहालले बस्ती विकाससँगै मानव स्वास्थ्यमा परेको समस्यालाई मध्यनजर गर्दै स्थानान्तरण गर्नुपर्ने स्पष्ट पारे। उद्योगी कृष्णलाल भुषालले आफू सो उद्योग स्थापना गर्दा आवश्यक सबै प्रक्रिया पूरा गरेको र पछि बस्ती विकास हुँदा उद्योगबाट स्थानीयमा परेको समस्याप्रति जवाबदेही बन्न तयार रहेको बताए। यसअघि स्थानीयले बुटवल उपमहानगरपालिकाको न्यायिक समितिमा लिखित रूपमा उजुरी दर्ता गराएको थियो। स्थानीय बासिन्दाहरूले साउन 25 गते जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालय भैरवामा पुगी ध्यानाकर्षण पत्र बुझाएका थिए।